र सन्तुलनको प्रतीक। दिदीको कोखबाट जन्मिने दैत्य अनि दानुको कोखबाट जन्मिने दानव। अहङ्कार, घमण्ड, लोभ, महत्त्वाकांक्षा, अज्ञानता र अधर्मको प्रति दानव र दैत्यले कैयौँ प्रहार गरे। हरेक युगमा आफ्नो अमानवताको अँध्यारोमा पाए पाप र अज्ञानताले दानव र दैत्यले अधर्म फैलाइरहे। युग बिते, समय बदलियो, नदी नालाले दिशा बदले, महासागर सुके, मरुभूमि भिजे, तर सङ्घर्ष जारी रह्यो। कथा अब कलियुगको। आज अज्ञानता र अधर्म सीमामा छ, तर आजका दानव काला दाँत र अजङ्गको शरीरमा छ। हरेक मनुष्यमा दानव, हरेक मानवमा दैत्य बस्छ। आज उज्यालोको कमीले होइन, अँध्यारोको प्रचुरताले दानव बनाउँछ। हर घरमा दानव छ, हर मनुष्यमा दानव छ। मेन नोट की